तीन नेपाली विद्यार्थीहरू जसले इक्जाममा यस्तो फनी एन्सरहरू लेखे। हजुरहरूले सुन्नुभयो भनेपछि हाँस्दा हाँस्दा चक्कर आएर बेहोस हुन सक्नुहुन्छ। पार्ट 4। प्रश्न नम्बर 1। नेपालको एकीकरण गर्नमा पृथ्वीनारायण शाहको कति ठुलो हात थियो? उत्तर: यति ठुलो हात थियो। यो हो अर्को ब्याक बेन्चरको पेपर। प्रश्न नम्बर 1। काल कति प्रकारका हुन्छन् र ती के हुन्? उत्तर: काल 3 प्रकारका हुन्छन्। ती हुन् डायल कल, रिसिभ कल, मिस कल। आजकल मिस कल हराउँदै गएको छ, छिटै कल गर है ज्ञानु। यो हो चस्मिसको पेपर, जो चाहिँ टिभी मात्रै हेरिराख्थ्यो। प्रश्न नम्बर 1। हु इज द ग्रेटेस्ट साइन्टिस्ट अफ द वर्ल्ड? एन्सर: डाक्टर झट्का। भिडियो मन परे लाइक, कमेन्ट, शेयर गरिदिनु होला आफ्नो साथीहरूलाई र च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। हस्त धन्यवाद।